छोडाउ यहाँ मलाई राख्नु अब ला भन् सुजन उता लगेर राख्छ कोठामा लगेर राख्छ के खिच्ने खिच्न दिनु न त्यहीबाट होला राम्रो आउनु उताबाट उज्यालो यताबाट उसी यताबाट आउँदैन हुन्छ त्यो नाक कोट्याउने मान्छेलाई हटाउ त पछाडिबाट कोट्टा रिसुत्ने न कोट्टा के बाबु रोबोटै आउन लागिसक्यो केही पनि छैन के राम्रो चाहिँ देखेको छैन माथि खाइदिन्छु अङ्का चलाइदिने हो त्यो सब खाइदिन्छु बाबुको बोल्नु हामीलाई बसेर भिडियो मात्रै नबनाउनु त्यो टिस्यु छ के सुजन फोटो पनि खिच्नु जानु डाइरेक्ट भिडियो हेरेर बनाउँछ आमा हो ये पुसे हजुर आफै लगाउनु नि ठ्याम्मा यहाँ केही हुन्न ढोग्नु बाबाले नि त्यही हो भित्रमा के गर्ने के अरे यहाँ हातमा राखेर यस्तो गर्नु न यो त लगाउनु पर्छ नि क्या थाली लिटरले लाउनु यस्तो गर्नु अर्को हातमा राख्नु दाहिने हातले लाउने ल ठ्याप्प निडामा टोपी हटाउनु पहिला ठ्याप्प आफै केही हुन्न यस्तै हो टिस्युले ल अब भिमको पाल क्यामेराम्यान जल्दी फोकस गरो दुईजनासँगै देवान्स हामी तीनजना सँगै बस्छौँ उताबाट खिच्ने हो भिडियो नै छ कि त्यहाँबाट उता मेरो फोन दे त म त्यसबाट चाहिँ फोटो खिच्छु अर्को नि राख्नु मुडा उल्टे फोन कोही नभएको त्यस्तो ल खटापट्टि बस्ने भिडियो हो लुगाइ म टिका लाउँछु एकैछिन ऊ मामुले टिका लाउने बाबुले नि आउ यता पर्नु अब बेबी आऊ यहाँ आउ टिका लाउनु ओ पैसा दिनुहुन्छ बाबाले मिठाई किन्न जाने अनि पहिला पापाले लाउने एकैचोटि लाउने एकैचोटि तिमीजनाले हो सुजनले त आइज नि फोटो खिच्दै यो राख त एकछिन यो राख अहिले ल के तपाईँकोबाट तपाईँ खिच्नु त त्यो मलाई दिनु होइन कि बिहा गर बेबी यस्तो हात गर हात यस्तो गर यस्तो गर यो आयो यस्तो हात गर न अहिले बाबाले छिटो केही हुन्न के त्यो कलर हो यहीँबाट खिच्छु म भिडियो होइन फोटो हात लाउने हो के माइक जान पाइन्न फेरि मामा घर जाने नि अब भोलि हो फेरि आज होइन कि मामा घर जाने रे भोलि राख्दैछु के बेबीलाई लाग्दैन ये पुस्टिन्छु के मैले नमस्ते गर्नुपर्छ नि त बाबालाई अब पापा पनि राम्रो लाग्छ है मामालाई हेर्दा कस्तो लाग्छ फुल लगाइदिनु बेबीलाई दिने हो बाजुको हातमा जी गर जी झोलले गर्नुहोस् आमालाई यहाँ जी गर्न जाऊ नमस्ते गरिदिनु है खै फुल दिनु न मलाई पैसा दियो नि डेडीलाई त आफैले दिने हो कि खै कता हो माथि नै उठाल्ने हो त यहाँ मैले दामी खिच्दैछु मेरो यसबाट खिच्दै फोटो दाइलाई भन्नु है म त गाडी भिडियो त काट म मिल्दैन नि त दिल्ली रिसाउँछ ल यहाँ बस बस जुट्टा आफूले सक्स नखोलै एकछिन टिका लाउँछु खुसीमा मुस्लिम जस्तो धेरै ब्याकग्राउन्डबाट हट त तिमीहरू के हट्छु आमा छोरा दिदीलाई त मुस्लिम जस्तो धेरै छ किलो भइछ है बुबु टिका किलो भइछ के फ्यामिली फोटो हान्नुपर्छ बाहिर अब म पैसा राख्दिन्छु बसेर खिचौँ क्या कि पकेटमा राख फेरि हराम चाहिँ मामुलाई राख्ने दे म राख्दिन्छु आउटो जम्मा पनि लगाऊँ टाउकोमा भइरहेको टिका है ल सुजन पनि आइज फेरि बोजीले तिमीलाई त हामीले पनि लगाइदिनु भयो सुजन अङ्कलले नि लगाइदिन्छ तँलाई त पैसा पाउँछस् नि
अरूले पैसा मलाई लगाइदिने होला नि यसलाई नलाइदियो मैले सुजनलाई कोर लगाइदिएन के र लाउने कि नलाउने किन लगाइदिनु बेला कान्छे ऊ टी सर्ट एउटा त निडार भयो सबै चुयो पुरा टिका त गिलो भएछ हाम्रो टिका मम्मीलाई नाकमा चुयो ना के उडायो के भिडियो भयो तास खेल्नु आमा बस हो दिनु न ल ल ल यो त छैन के काम ठुलो भएर राम्रो पढाइ पढ्ने कक्क गर्ने मेरो सानो मायाले राम्रो गर्ने मेरो सानोले भोलि पर्सि आमालाई पानी दिने ल दिन्छु भन्छ के रे पानी खिलाउँछु भन्छ के रे रातो लाउँछ नि उसलाई त माथि लगाइदिएर चाहिँ मलाई त तल के लगाइदिन्छ हुन के म सफा गरिदिन्छु के भेटेन टाउको भयो के के हुन के टिका त लाउने हो नि त छोटा रातो त हुन्छ नि टिका ल निरोगी हुने मलाई खाना पकाएर दिने बाबुले बोलाउने आमा माम खाना आउनुहोस् भन्ने मामुले बोलाछ भन्ने है एक्सप्रेसन यसको पोस्ट दिन्छु के पोस्ट दिन्छु है के हुन्न के सानो कलर हो बाबा मेरो होलीमा खेल्छ नि हामी मेरो त यही हो कलर हो पैसा के ल सानो है सानो पैसा थाहा पर्यो जिउ गर्नुपर्छ ल पैसा थाहा पर्यो जिउ गर्छ यहाँ जिया जिया ठुली 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 छपास अङ्कलले खोलिदिनुहुन्छ जाऊ त्यो झोल चुहाउनु पर्छ क्या अङ्कलले खोलिदिनु ए मलाई नि हो पैसा है भोलिपर्सि तै दिन्छस् के अरे अनि अहिले मैले दिउँला यसको यो तराउनु पर्छ क्या है तर छोरा यो खल्टीमा हाल खल्टीमा हाल खल्टीमा यस्तो हेर्नु पापाले यस्तो लाग्यो औसीमा नि अलिक सुक्खा सुक्खावाला लगाउनु ल मेरो कुर्ता बिग्रिने भयो कलर लगायो राम्रो धोए जान्छ कमाइ गर राम्रो पढाइ गर मलाई मलाई दे भायाको चुहेको हेर्नु न मोबाइल भरिदे होइन मोबाइल भरिदे धेरै उ भएर पुग्छ के मेरो त गालाभरि टुरु त चुहेर सुजन दाइलाई यता मिसाउनु पर्छ क्या आउ सुजन अङ्कल खै नमस्ते गर्नु न मम्मीलाई फोटो खिच्छु म सक्यो फेरि गर फेरि एकचोटि अर्की मिला बुवाला कता गएर थियो टिका उता राख्छ उता जौरा राख्नेतिर त्यो माथि माथिको लगा न त्यो झोलै त्यो झोलै नलगाइदिनु सुजन पनि राम्रोसित पढ्ने अनि कमाइ गर्ने शादी गर्ने रोप्ने त्यति हो बुबु त्यति हो बुहारी ल्याउने बुहारी ल्याएपछि फेरि मलाई नबिर्सिने युवालाई चाहिँ उसमा हाल्नुपर्छ बोला भिडियो अब पैसा त तिमीहरूले कमाउँछ के अरे म त यस्तै हो ल पैसा कमाउने तिमीहरू यो टिका हाल्नु है म यो खानु यहाँ फाल्ने होइन कि मिसाउने होला नि त्यसैमा झोल हो त्यो झोल चामल चाहिँ थप त्यो प्याङ्ला झ्याबाई क्या प्याङ्ला झ्याब त्यहाँलाई चाहिँ अरू दिन चाहिँ कहिले मेरो बुहारीले त दसैँमा ढोक्छ भन्थ्यो अनि अर्कोले मेरो त दसैँमा पनि ढोक्दैन भयो थोरै थोरै लिन त धेरै धेरै लिएको यति थोरै टिप टिप सुक्खा सुक्खा टायरतिरले अहिले टाँसेन त्यो निधार ठुलो बनाउनु त्यो उसले पुस ए पुस्दिनु
एउटा हात दिन्छ त्यति पुसेर दियो हात पुसेर दियो क्या त्यो पानी हिजो नहाल्नु बिर्सेर चाहिँ हिजो साँझ नि पानी हाल्छ अरे बिहान एक रातमै के हुने त्यो त्यस्तो पैसा त्यस्तै त दिने ल ढोकम अर्को जन्ममा म जस्तै एउटा अगाडि हुन्छु अरू कसलाई लाग्ने तिम्रो एउटा चुइजन दियो उता फाल्छु मैले मेरो छोरा ज्ञानी भाइ ल भयो भयो मिठाई दिनुहोस् छिटो पैसा पनि दिनुहोस् खै छोरामा यहाँ लगाइदिन्छु फुल इठाई बेबीलाई इठाई ल बेबीलाई चुइगम पैसा पनि समाता नमस्ते नमस्ते झोलले भाग्यो अब क्या अझै अङ्कलले लाउनुहुन्छ ओ सुजन अङ्कलले दिन्छ के ट्याक्क मात्रै बेबी बहुत जुए छ पैसानु बेबी त राम्रो पढ्छ धेरै पढ्छ खै म एउटा फर्केबाट म मिलाइदिन्छु पैसा माइकालाई हेर्नु सानो मम्मीलाई हो यता बस्नु यता बस्नु नि कि त्यहाँ बस्छ त मुढामा बस दिदी त्यही बस्छ दिदी यता बस्छ यता बस्दैन है हामी त अहिले आउँदैन रहेछ क्या खानु पर्यो भनेर बस्छ नानी गएर भयो के आइफोन त होइन आमाले लगाइदिनु भयो अनि बाबाले खाना दियो तर सही नानीलाई लाउँदैन मेरो दिदी हो के सानो दुबाईजी नानीलाई पालि मात्रै लाउँदैन एउटा लाग्यो नि पैसा दिन्छु क्या भयो भयो बाबाले किन लगाइदिएको भयो नानीलाई लगाइदिनु सँगै बर्थडेको दिन आएर अहिले पाल्नु ए बर्थडेको दिन त यिनले भिडियो खिच्दैछ माइना बाबाले मात्र एकछिन बस के मम्मी लाउनुहुन्छ भ्याउँछ उठिखेर एकछिन आमाले नानीलाई लगाइदिनु हुन्न अरे मम्मीलाई मात्र लगाइदिनु हस् टोपीले छेकेन के छेक्यो अलि माथि गर्नु के अलि माथि गर्नु भयो ठिक छ के हजुरलाई दुई बन्डल छ मैले 250 मा दुईटा किनेको रियलवाला 400 कति हो भन्छ होलसेलबाट किनेको के जिडीलाई पहिला है टिकी लगाऊ पहिला ए तास खेलेर भान्जेलाई लुट्नुपर्छ ए यार त
राम्रोसित पढ्ने है मुख नखेलाउने है नरिसाउने सब थाहा रहेछ आमालाई खानेहरू दिने बेलामा भन्ने होइन नभए खाने लागेको बेलामा नि भयो मलाई पैसा यही हो कता यत्रो पैसा रे यही हो मलाई पैसा भान्जालाई नि यही हो त तीनटा क्यामेरामा कुनमा छु रे क्या चाहिँ के रे तीनटा क्यामेरा रहेछ आइफोन 18 रहेछ मामासँग भाइसँग फोटो खिच्छु पैचिली नि 4-5 मिनटको बाँकी अनि ड्युटीका यता राख्दै सही आउनु रहेछ यताबाट हमारा पहला बेटा तिनको त कस्तो मजाले बस्दो नानीले मानेन के हो नमस्ते गर सीमा मुर्सीलाई मम्मी हो ढोगर ढोगर जिगर 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 हाम्रो फोटो पनि मम्मीको पर्छ हाम बाँकी रह्यो सबैले कान्छ त हाम्रो अनि माइजू खोल्दिने मामालाई है माइजूको दिए अरे यसलाई चुइकम दिन्छ भने फकाइ फकाइ ल्याएर यहाँ राखेर टिका लगाएको कसलाई देवराजलाई उहाँ आइजन भने आएन तिनवटा चुइकम खाइसक्यो माइजूले लाउनुहुन्छ अरे के त्यहाँ बस्नु यहाँ त जानेन मैले त यता यताबाट पनि राम्रो हुन्छ ल ठिकै त्यहाँबाट सही आएको थियो उताबाट लाइट मिल्यो यसले म दिन्छु त्यहाँबाट भयो भ्यायो अब एउटा ग्रुप फोटो खिच्ने हो अनि त्यसपछि ए भिडियो पो ओ माई जड अब मेरो आवाज कत्रो आउने होला अब यो भिडियो ल भन्छ नमस्ते यसले त 100 रुपैयाँ वाला हाबिला नसँग रोटी उनो जस्तै अर्को एउटा पनि छ नि त्यो नि आउन बाँकी अघि नेपालमा चाहिँ है साथीहरू सब देखाएर हेर्छस्